नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई लिएर जाँदैछु काठमाडौँबाट एकदमै नजिकै रहेको सिद्धोपाल्चोक स्थित भोटेचौर। काठमाडौँबाट मात्रै 30 किलोमिटरको दूरीमा रहेको यो ठाउँ एकदमै रमणीय छ। यहाँको विशेष आकर्षण भनेको तपचोली मन्दिर, एभरेस्ट टी गार्डन, ट्राउट भिलेज फार्म, यहाँको अर्ग्यानिक गाउँ बस्ती अनि यहाँबाट देख्न सकिने सुन्दर हिमशृङ्खला। आजको हाम्रो यात्रा सुरु हुन्छ चाबेलचोकबाट। आज हामी दुईवटा बाइकमा 3 जना साथीहरू जाँदैछौँ। मेरो बाइकमा पछाडिपट्टि सुजन लुङवा हुनुहुन्छ अनि अर्को बाइकमा नवीन लुङवा हुनुहुन्छ। सुजन लुङवालाई मैले मेरो रिसेन्ट लाङटाङ ट्रेक जाँदा शेरगढीमा भेटेको थिएँ। मेरो लाङटाङ ब्लगमा पनि उहाँलाई देख्न सक्नुहुन्छ। त्यस्तै गरी नवीन लुङवा चाहिँ मेरो ट्रेकिङ गाइड ट्रेनिङको ब्याचमेट हुनुहुन्छ। उहाँ र मैले सँगै लाइसेन्स लिएका हौँ। अहिले दुवैजना ट्रेकिङ फिल्डमै हुनुहुन्छ भने म चाहिँ यसरी नयाँ ठाउँहरू घुम्दै भिडियो बनाउने गर्छु। ट्राभल गर्दै गर्दा मलाई एउटा राम्रो लाग्ने कुरा भनेको यात्राको दौरान यसरी लाइक माइन्डेड पर्सनालिटीहरू भेटिनु हो, जोसँग हाम्रो प्यासन्स अनि स्टोरिजहरू मिल्न जान्छ। आजको हाम्रो रुट रहेको छ चाबेल, जोरपाटी, साँखु, जर्सिङपवा, लप्सी फेदी हुँदै भोटेचौर। लप्सी फेदीसम्म बाटो सबै पिच नै गरिएको छ। त्यसपछि भने ठाउँ ठाउँमा बाटो बिग्रिएको छ, तर ओभरअल बाटो राम्रो नै भन्नुपर्छ। हेलो, गुड मर्निङ फ्रम जर्सिङपवा। अहिले चाहिँ हामी जर्सिङपवामा छौँ। मसँग ब्रदर हुनुहुन्छ अनि हाम्रो यहाँ नवीन ब्रो हुनुहुन्छ। नवीन आज हामी 3 जना चाहिँ भोटेचौर एभरेस्ट टी गार्डन अनि तपचोली मन्दिर अनि राइट र साइडमा जाँदैछौँ। अब यतापट्टि नाङ्ले भारी पऱ्यो भने हामी यता भोटेचौर साइडतिर जाँदैछौँ। अनि यो पछाडिको चाहिँ जर्सिङपवा बजार भयो। ल लेट्स गो, लेट्स सी है त कस्तो हुन्छ भिडियो। ल यो चाहिँ रहेको छ भोटेचौर बजार। यो डाँडामा अवस्थित भोटेचौर बजारले हाम्रो पूर्वमा रहेको भेटेटारको झदलको दिलाउँछ। ल अहिले चाहिँ हामी भोटेचौर आइपुगेको छौँ अनि यहाँ पछाडिपट्टि भ्यू हेर्दैछौँ है। पछाडिपट्टिको भ्यू सिधै देखिँदो रहेछ हिमालहरू। वाट अ मेजेस्टिक भ्यू। कस्तो दामी देखेको छ। आज वेदरले एकदम साथ दिएको छ। यो कार्तिकको महिना भएर पनि होला एकदम खुलेको छ वेदर चाहिँ। सो यो भोटेचौर सिन्धुपाल्चोकबाट चाहिँ एकदमै नजिक देखिने हिमाल लाङटाङ भयो अनि दोर्जे लाक्पाको रेन्जहरू चाहिँ एकदम दामी देखिरहेछ। ल भोटेचौर बजारबाट करिब 4 किलोमिटर अघि गएपछि हामी पुग्न सक्छौँ एभरेस्ट टी गार्डन। तर अहिले रोड कन्स्ट्रक्सनको काम भइरहेको हुँदा जैसी गाउँसम्म मात्र बाइक जाने रहेछ। ल अहिले चाहिँ हामी जैसी गाउँमा छौँ, भोटेचौरभन्दा अलिकति अगाडि। अनि यता यो बाटो चाहिँ एभरेस्ट टी गार्डन जाने भयो अनि हामी चाहिँ तर यो सर्टकट बाटो रहेछ पछाडिको बाटो। यो बाटो गएर चाहिँ पहिला एभरेस्ट टी गार्डन जान्छौँ, त्यसपछि हामी तपचोली जान्छौँ लेफ्ट साइड, फेरि फर्केर एभरेस्ट टी गार्डन आउँछौँ अनि त्यसपछि हामी जान्छौँ धापड्याम। धापड्याम गएर हामी अहिले जैसी गाउँमै एन्ड हुन्छ हाइक चाहिँ। आजको हाम्रो 5-7 घन्टाको हाइक हुन्छ टु एन्ड फ्रो। ल जैसी गाउँबाट अब हाम्रो हाइक स्टार्ट भयो। पछाडि हाम्रो साथीहरू हुनुहुन्छ 2 जना, आज हामी 3 जना छौँ। ल अहिले चाहिँ हामी एभरेस्ट टी गार्डन जाँदैछौँ। अलिकति अगाडि छ अब गार्डन चाहिँ। ल यस्तो छ है त चिया बगान एभरेस्ट टी गार्डन भोटेचौर। यस्तो क्राउड छ एभरेस्ट टी गार्डनमा। हामी अब चिया बगानबाट फर्किँदैछौँ। चिया बगान राम्रै रहेछ, अलिकति छाटकाट गर्ने बेला भएको रहेछ।
अनि अरू सब ठिकठाक छ भ्यू पनि दामी देखिँदो रहेछ फोटो खिच्यौँ हामीले यस फोटो खिच्यो भिडियो खिच्यो अब हामी लाग्दैछौँ तपचुली मन्दिर ल यो चाहिँ एभरेस्ट टी गार्डनबाट तपचुली जाने बाटो यस्तो भएको रहेछ अहिले मान्छे नभएर झ्यास म्यास भएको रहेछ ओहो बाटो चाहिँ एभरेस्ट टी गार्डनबाट चाहिँ तपचुली जाने जुन गोरेटो ट्रेल छ यो चिया बगानको मान्छेले एकदम कम हिँड्नु भएर चाहिँ झाडी साडी काँडासाडा पलाएको रहेछ मनसुन पनि यो लेट मनसुन भएर पनि होला अलिकति ड्राई सिजन आएको भए चाहिँ अलिक झाडी हुँदैन थियो अहिले कार्तिक मङ्सिरको महिना भएर चाहिँ काँडासाडा पलाएको रहेछ हामी अब अलिकति आधी घन्टा अगाडि हिँड्यो भने चाहिँ तपचुली मन्दिर पुगिन्छ ल बाटो चाहिँ अलिकति झाडी पलाएको रहेछ मान्छे नहिँडेर यो गोरेटो ट्रेल एभरेस्ट टी गार्डनबाट तपचुली जाने झाडी पलाएको रहेछ अब झाडी फाट्दै जानुपर्ने भयो यस्तो बाटो रहेछ नर्मली यहाँ मान्छेहरू खासै हिँड्नुहुन्न ल यस्तो झाडी पलाएको रहेछ यो तपचुली जाने बाटो एभरेस्ट टी गार्डनबाट हामी झुकेर अलिकति भित्र छिरेको छौँ 10-15 मिनट भित्र जङ्गलमा हुन्छ ल यो चाहिँ बाटो छेकिएर झन्डै झुकेको हामी यहाँ सानो गोरेटो ट्रेल हो खासमा चाहिँ यो टाउको अड्किरहेको छ यहाँ आइ हामीले तपचुली मन्दिर जाने बाटो भुलेछौँ र जङ्गलमा केही बेर अलमलमा पनि पर्यौँ धेरै टाइम वेस्ट नगरी हामीले तपचुली जाने प्लान क्यान्सल गरेर टी गार्डन नै फर्किने डिसिजन गर्यौँ हजुरको नाम मेरो नाम मीना कुमारी खतिवडा ए हजुर त्यो त यहाँ पसल थाहा भएर बस्नु भएको छ है अनि यो कसरी हो यो चाहिँ यो ओरेन्जको 150 150 हजुर यसको मानाको 50 रुपैयाँ यो के हो गुन्द्रुक हैन हजुर ए मईको 50 मईको 50 मकैको 50 हजुर चाउचाउको 25 चाउचाउको 25 अलिक बढी राख्नु पर्यो त किनभने अब यो उता काठमाडौँ भन्दा अलिक टाढा हो नि त हैन अरु 30 मै बेच्छन् मैले चाहिँ 25 मै बेचेँ ए धेरै राम्रो हो त नि है अनि उता बदाम 100 रुपैयाँ बदाम 100 रुपैयाँ उता पछाडीको इस्कुसहरु लौ फर्सीहरु हचुवा भरा ल है त यहाँ दिलले बेच्न बाख्नु भएको छ हैन मेलम्ची नै पर्छ है मेलम्चीहरु अब हामी जाने बाटो चाहिँ यो हो है हाम्रो दोस्त उता हुनुहुन्छ हाई गरिदिनुस् त्यही त यो बाटो बनाउँदो रहेछ यहाँसम्म बाइक ल्याउनु मिल्यो है यो एभरेस्ट टी गार्डन ठ्याक्कै जाने माथि चाहिँ यहाँनिर पुष्कर होटल एन्ड रिसोर्ट रहेछ मेलम्ची 2 चिया बगान यसो कन्ट्याक्ट नम्बर यस्तो छ यहाँ खानाहरू अर्डर गरेर खानाहरू मिल्दो रहेछ खानाहरू पनि राम्रो छ खाना खाजाहरू अब हामी यो अगाडि चिया बगान जाने बाटो भयो यो बाटो चाहिँ ट्रट फार्म है ट्रट फार्म जान्छ अगाडि ट्रट फार्मदेखि अलिकति माथि उक्लेपछि सानो गाउँ आउँछ गाउँबाट अनि सिधै सर्टकट लियो भने चाहिँ प्रकृति रिजोर्ट पुग्छ अनि त्यसपछि धाप ड्याम यो चाहिँ रहेको छ ट्राउट फार्म ट्राउट माछाको लागि यो प्लेस एकदमै पपुलर रहेको छ ल यो चाहिँ हाइबुङ स्थित ट्राउट फार्म एन्ड मिनी इलाम भ्यू रिजोर्ट यतापट्टि यो छ यतापट्टि चाहिँ ट्राउट भिलेज रिजोर्ट एन्ड फार्म छ हाइबुङ सिन्धुपाल्चोक यहाँ चाहिँ ट्राउट फार्म पनि छ अनि तपाईँहरूले छानेर फार्मबाटै पोखरीबाटै माछा छानेर चाहिँ ट्राउट माछा छानेर अनि यहाँनिर अर्डर गरेर खान सक्नुहुन्छ यो चाहिँ रोडवे प्रकृति रिजोर्ट जाने हामी चाहिँ यो ट्रेल लिएर जाँदैछौँ गाउँै गाउँ कालो कालो ट्रेल लिएर ल हामी अब त्यो मेन बाटो छोडेर यो ट्रेलको बाटो हिँड्दैछु त्यो सर्टकट यो तलको बाटो नै भेट्छ माथि चाहिँ तर गाउँघरको बाटो चाहिँ हामी सर्टकट अलिक चाँडो पुग्छ हिँड्ने ट्रेल चाहिँ यो छ हामी जाँदैछौँ धापड्याम ल अहिले चाहिँ हामी ट्राउट फार्मबाट अलिकति माथि यो उकालो बाटो यो चाहिँ अलिकति गोरेटो बाटो पनि लगभग अलिकति झुक्किने झाडीहरू लागिसकेर छ सर्टकट बाटो अब यहाँदेखि चाहिँ हामी सिधै अलिकति माथि गयौँ भने 15-20 मिनट माथि गयौँ भने चाहिँ प्रकृति रिजोर्ट जाने जुन हाइवे भेटिन्छ हाइवे त नभनौँ कच्ची बाटो भेटिन्छ त्यहाँबाट फेरि अझै अलिकति बाटो माथि गयो भने पुगिन्छ धापड्याम अब हामी धापड्याम लाग्छौँ 2 पनि बज्न लाग्यो
आज अलिकति ढिलो भयो It's tap. ल हामी तीनजना It's to a tap. अब Yo, yo. जाँदैछौँ After ल खाजा. ल अहिले त हामी प्रकृति रिजोर्टनिर आइपुग्यौँ यहाँ पनि फार्म रहेछ चिया बगान अगाडि प्रकृति रिजोर्ट छ ल यस्तो दामी ठाउँ यो प्रकृति रिजोर्टको प्राइभेट फार्ममा अलैँची पनि रहेछ दामी अगाडिपट्टि सानो मन्दिर पनि रहेछ यो चाहिँ आइबुङ स्थित प्रकृति रिजोर्ट धापधामदेखि अलिकति पूर्वमा पर्छ अलि तल पर्छ यहाँ चाहिँ मन्दिर पनि रहेछ सानो यदि प्रकृति रिजोर्ट रहेको छ घामले फुल दामी रहेछ हाम्रो डुङ्गाहरू हुनुहुन्छ यहाँ दुईजना ल यो रिजोर्टलाई चाहिने जति पनि सागसब्जीहरू छ यही फार्मिङ हुन्छ यो सबै आउने गेस्टहरूलाई दिनको लागि खुवाउनको लागि गरिएको फार्मिङ प्राकृतिक खानेकुराहरू यहाँनिर उत्पादन हुन्छ यो प्रकृति रिजोर्टमा चाहिँ स्ट्रबेरीको फार्मिङ पनि गरेको रहेछ यस्तो दामी थियो धेरै अगाडिपट्टि म्यारिगोल्ड फ्लावर्सहरू दामी रहेछ ल कस्तो लाग्यो त लुगाहरूलाई एकदम बबाल 10 out of 10 यार यस्तो दामी प्रकृति रिजोर्ट है रिसोर्ट त नाम अनुसारको रिजोर्ट होइन रिसोर्ट त पर्सन पाएन त्यसको आनन्द चाहिँ लिएको छौँ हामीले है अगाडि एकदम ठुलो एरिया छ यहाँनिर यतापट्टि स्टे गर्ने ठाउँहरू भयो पछाडिपट्टि फार्मिङ पनि छ इभन यहाँ पनि फार्मिङ छ ठुलो एरिया चाहिँ आइबुङ स्थित प्रकृति रिजोर्ट अब हामी चाहिँ अगाडिको बाटो धापड्याम जाँदैछौँ ल लेट्स गो ल अब हामी चाहिँ प्रकृति रिजोर्टबाट अगाडि बढ्दैछौँ यो सानो हिँड्ने गल्ली अलिकति अगाडि हिँडेपछि अब ठ्याक्कै मनिसुदबाट आएको झुलेबाट आएको जुन ग्राभेल रोड भेट्नुहुन्छ त्यसपछि हामी रोड अलि उकालो माथि गयौँ भने पुग्छौँ धापड्याम ल यो बाटो गयो भने चाहिँ धाप कटेज भ्यू पोइन्ट अनि अलि तल प्रकृति रिजोर्ट आउँछ भने यो अगाडिको बाटो चाहिँ यता मणिचुर साइडतिर जाने भयो झुले साइडतिर अनि हामी जाँदैछौँ यता धापड्याम ल फाइनली अहिले हामी धापड्याम आइपुगेका छौँ यो अगाडिको दृश्य चाहिँ धापड्याम अनि हाम्रो साथीहरू हुनुहुन्छ दुईजना हामी आएको यो बाटोबाट प्रकृति रिजोर्ट साइडबाट सिधै गयो भने चिसापानी ओन्ली 3 किलोमिटर्स 1 घन्टा लाग्छ अनि यो रहेको छ अगाडिको पार्किङ यहाँसम्म चाहिँ बाइकमै आउनु मिल्छ 4 व्हिलरमा आउनु मिल्छ यो अगाडिको चाहिँ रहेको छ धापड्याम ल यो चाहिँ मेन मेड ताल हो एकदम विशाल छ ठुलो छ सो गाइज हेलो गाइज सो हामी अहिले चाहिँ धापड्याममा छौँ होइन खाजा छोटो मिठो खाजा खायौँ हेर्नुहोस् धापड्याम हाम्रो साथीहरू चाहिँ टक्क लाएर यहाँ हुनुहुन्छ है सो दिस इज इङ्सर ब्रो हेलो ब्रो हेलो के छ अनि खबर कस्तो हाउ डु यु फिल दिस इज गुड टु बी हियर हाम्रो बोल्नु न लुङ्गा ल हामी अहिले चाहिँ धापड्याममा छौँ यो चाहिँ आइबुङ स्थित धापड्याम अनि एकदमै रमणीय ठाउँ रहेछ है हजुर क्राउड पनि एकदम धेरै रहेछ आज सो धापड्याम देखाइदिनु भयो धापड्याम पनि देखाइदिनु न ओके यो चाहिँ काठमाडौँ नजिकैको म्यानमेड एकदमै ठुलो ड्याम रहेको छ वाटर रिजर्भर एकदम ब्युटिफुल छ खतरा छ है राम्रो छ है यसमा बोटिङ भए झन् राम्रो हुन्थ्यो होइन अब यहाँ पनि बोटिङ कायाकिङ भयो दामी हुन्छ है अब लेट्स सी पछि हुन्छ होला मेबी ल हेलो फ्रम धापड्याम यो चाहिँ धापड्याम रहेको छ आइबुङ स्थित धापड्याम कस्तो ब्युटिफुल छ यहाँनिर ल यहाँ लुङ्गा हुनुहुन्छ अनि यो चाहिँ धापड्यामको नजिक यहाँनिर फोटो खिच्न टन्नै मान्छे बस्नु भएको छ यो चाहिँ म्यानमेड एकदमै ठुलो वाटर रिजर्भ रहेको छ ल यो चाहिँ रहेको छ धाप कटेज भ्यू पोइन्ट मेलन चाहिँ 3 आइबुङ प्रकृति रिजर्भभन्दा अलिकति माथि धापड्याम जाने बाटोमा रहेछ अलि रसमा अब अलि रसमा छौँ हामी अब प्रकृति रिजोर्टको बाटो हुँदै हामी पुग्नुपर्छ आज तल जयसी गाउँमा बाइक राखेको छ त्यहाँबाट भोटे चोक हुँदै अनि हामी काठमाडौँ पुग्नुपर्नेछ आज 4 बजिसक्यो
ल ल अब चाहिँ हामी धापड्यामबाट फर्किँदैछौँ अनि यो चाहिँ प्रकृति रिजोर्टभन्दा अलिकति तल यो चाहिँ भोटेचोरबाट आउने बाटो भयो यो बाटो पनि हामी धापड्यामसम्मै पुग्नु मिल्छ सो हामी यो भोटेचोर पुग्नु लाग्छ होला 1 घन्टा सवा 1 घन्टा त्यसपछि हामी फेरि काठमाडौँसम्म फर्किन्छौँ ल लुङालाई कस्तो लाग्यो त ठाउँ एकदम फ्यान्टास्टिक हैन धापड्याम इज भेरी असम राम्रो छ किन बबाल छ है यो पुरै गाउँ बस्ती नै माथि हाइटमा भएर पनि सम्म पोखरी छ हैन अब मान्छेले म्यानमेड भए पनि राम्रो छ तर त्यहाँ अलिकति लिटरली फोर धेरै गएको छ हैन एकदम छेउछाउमा मान्छे आउने खाने चाउचाउको प्याकेट हैन पानीको बोतल फ्याँक्दिने अनि जाने क्या त्यो चाहिँ गर्नु हुँदैन बाँकी एकदम एभ्रिथिङ इज गुड सो यताबाट हिमाल पनि बबाल देखिरहेको छ हिमालको भ्यू पनि खतरा छ हैन अनि अहिले हामी कति फर्किन लागेको अब कति बज्यो भनेपछि 4:25 भएछ अब घाम पनि अस्ताइसक्यो यहाँ त सो ल हाम्रो लुङालाई कस्तो लाग्यो त एकदम रमाइलो भयो थ्याङ्क यू है इन्भिटेसन दिनु भएकोमा ओके ल लुङासँग फेरि आउँदै गर्नुपर्छ थ्याङ्क यू भेरी मच ल यो चाहिँ हामी अब धापड्यामबाट प्रकृति रिजोर्ट हुँदै भोटेचोर जाने यो ग्राभल रोड भयो हामी 1 सवा 1 घन्टामा तल भोटेचोर पुग्छौँ होला जयसी गाउँ अनि त्यहाँबाट फेरि हामी काठमाडौँ पुग्छौँ एकदमै सिन्धुपाल्चोकको सिनेरी एकदम ब्युटिफुल यतापट्टि टी गार्डन तपचुली यतापट्टि शिवपुरी नेसनल पार्क अगाडिपट्टि माउन्टेन ओ माई गुडनेस यता कहाँ हामी त्यतै आउने यहाँ गएर यता जानुपर्ने चाहिँ बाटो ऊ है त्यहाँ बाटै त्यहीँ रहेछ त बाटो कहाँ छिर्दैको जयसी गाउँमा हामीलाई त्यस रात त्यहीँ बसेर भोलि मात्रै फर्कनलाई अफर गर्दै हुनुहुन्थ्यो तर हामी त्यसै दिन फर्किन निर्णय गर्यौँ एज वी हेभ प्लान बिफोर त्यहाँको लोकल्सहरूको आतिथ्य सत्कारप्रति हामी एकदमै आभारी छौँ काठमाडौँबाट एकै दिनमा कम्प्लिट गर्न सकिने यो हाइक तपाईँहरू पनि टाइम मिलेर अवश्य जानु होला है त पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद किप सपोर्टिङ बाई बाई ल फाइनली अहिले फेरि हामी जयसी गाउँ आइपुग्यौँ अब हाम्रो बाइक अगाडि पार्क गरेको छ अनि हामी अब चटपटे खान्छौँ अनि त्यसपछि हामी काठमाडौँ लाग्छौँ अहिले त्यस्तै बज्यो 6:15 बाँकी छ अब हामी यहाँ काठमाडौँ लाग्छौँ यो चाहिँ जयसी गाउँ भोटेचोरदेखि तल जयसी गाउँ